छ। अब म बाहिर निस्किँदै गर्दा यो भिडियो खिच्दैछु। लक गर्ने काम दाइको। अरू अगाडि गइसक्नु भयो मम्मी, भाउजू र नानी। म त चिसोमा बसेछु। आजको यो सानो मिनी भ्लग, म सानो भ्लग बनाउँछु भन्ने सोचेको छु। हामी आज रेडी उठेर रेडी भएर फेरि अनरेडी भएर फेरि रेडी भएर हिँड्दैछ। मैले अब पानी नपर्ने हो र मौसम यत्तिकै हुने हो भने घुम्नलाई एकदम बवाल टाइम हो यो भनेको। पानी पर्यो भने डिस्टर्ब हुन्छ। अब मेरो विदेश भ्रमण अचाल अलिक धेरै भइरहेछ। म अस्ति भर्खरै लखनऊ पुगेर आएको विदेशै हो। फेरि आज अब गोरखनाथ बाबालाई दर्शन गर्ने भनेर निस्केको हामी। यो चाहिँ रेल होइन है, बस नै हो। म फर्स्ट टाइम हो यस्तो खालको बसमा यात्रा गरेको। म पनि फर्स्ट टाइम हो यस्तो बसमा बसेको चाहिँ, माथि चाहिँ होइन। यो डबल डेकर बसमा मम्मी डेडी त्यहाँ लास्टमा हुनुहुन्छ, पछाडि सिटमै हुनुहुन्छ तलतिर। ल अब हाम्रो यात्रा निस्कियो गोरखपुरको लागि। नन स्टप भनेको छ, हेरौँ। हामीले मान्छे चढिसकेपछि फुल छ। अब ट्याक्सी रिजर्भ गर्ने सोचिरहेको, तर यो नै जान्छ 150मा भने 300 रुपियाँ ट्याक्सीलाई किन खर्च गर्ने, नन स्टप जान्छ भने एउटै हो कुरा। ट्याक्सीमा चाहिँ हामीलाई जहाँ मन लाग्यो त्यहीँ रोक्न मिल्छ भन्ने मात्रै फरक कुरा हो। नत्र यो पनि अर्को गुड अप्सन हुनसक्छ। राम्रो बस छ, एसी बस, सरकारी होइन प्राइभेट बस। बसमा एसी हुन्छ। सुरुको अनुभव अब हेरौँ, वहाँ पुगेपछिको अनुभव छुट्टै हुनसक्छ। यस्तो किसिमको यात्रा पनि गर्दैछौँ हामी। अब यस्तो फ्लाइओभर चाहिँ कति छ हो, लास्टै धेरै यो अहिले हामीले देखेको फ्लाइओभर। हामी यात्रा गरिरहेको बस वेटिङ टाइम हो यो अहिले। हामी कहाँ आएर बसेछौँ भने अब ठ्याक्क गोरखपुर पुग्नलाई 1 घन्टावाला टाइममा हामी 20 मिनटको ब्रेक भनेर बसले ब्रेक लियो। यात्रा गोरखनाथ मन्दिर परिसरमा हामीलाई चाहिँ यो अहिले मेरो मोबाइलमा देखाएको पक्कै पनि इन्डियाकै टाइम होला, 12:41 गयो। 2.5 घन्टामा हामीलाई ल्यायो। यो 5 जनाको नेपालीमै बोल्नु, मेरो भिडियो हेर्ने मान्छे नेपाली हुन्। ल हामी यो गेटबाट छिर्यौँ, यतापट्टि अर्को राम्रो गेट छ। फाइनल्ली हामी मन्दिरभित्र प्रवेश गऱ्यौँ। मन्दिरभित्र चाहिँ त्यसरी सबै छामेर चेकजाँच गरेर भित्र पसाल्ने चलन छ। यहाँ चाहिँ मैले भर्खरै थाहा पाएको दियो सियो जलाउने, धुप अगरबत्ती जलाउने अलि चलन कम हुन्छ अरे, माला लगाउने चलन हुन्छ अरे खालि। खुसी छ कि मैले फोटो खिच्न जा अद्भुत। भित्र फोटो खिच्न पाइन्छ कि नै भनेको, पाइन्न भने अनि मैले चाहिँ जबरजस्ती गर्न खोजेन, अनि भित्र फोटो चाहिँ खिचिएन। बाहिर चाहिँ मन्दिर यस्तो छ बाहिरतिर, यताबाट भन्दा अहिले पछाडिबाट राम्रो आउँछ। यस्तो खालको मूर्तिहरू छ। हामी प्रवेश गरेको द्वार त्यही हो। भगवान बुद्ध, भगवान महावीरजी, भगवान बुद्धजी। धेरै प्रसङ्गमा कुरा हुन्छ नि, महर्षि वेद व्यासजी भनेर। वेद व्यासजीले वेद लेख्दै गरेको। गर्मी छ, नत्र त ठिकै हुन्थ्यो। गर्मीमा त्यसमाथि पानीमाथि। यहाँको एउटा चाहिँ मलाई लागेको खराब कुरो भनेको यो गर्मीमा एकदम गाह्रो भएको कुरा भनेको यो टाइल, जति पनि टाइल छ सबै एकदमै तातो छ, आगो जस्तै। यहाँ चाहिँ साँझमा पक्कै लाइटिङको काम हुँदो रहेछ, त्यही भएर
यो सबै लाइटहरू छ यो राखेको यो फोकस लाइट बाल्नलाई नै हो। अनि त्यो बिचमा त्यो फाउन्टेन छ, त्यो पानी चलाएपछि पानी फाल्छ त्यसले अनि राम्रो देखिन्छ। साँझको भ्यू चाहिँ एकदम ब्युटिफुल हुँदो रहेछ। भनेको गोरखपुरमा एउटा रात काट्न आउँदाखेरि नराम्रो हुँदैन, राम्रै हुन्छ। यो चाहिँ माथितिर रेस्टुरेन्टहरूको एरिया। हाम्रो चाहिँ यात्रा अहिले गोरखनाथ मन्दिर घुमेर अलिअलि गोरखपुर बजार डुलेर खाजा खाएर अब घरतर्फको लागि प्रस्थान भइरहेछ। दाइ अब स्लिपिङ नट स्लिपिङ, बाजु अलिअलि भमिटिङ। नानी पनि डेडीको मुख हेर्दै ठिक्क। ल हामी चढेको गाडी छोड्यौँ किनभने यहाँ बाटोमा लास्टै जाम छ। हामी त्यो गाडीमा जानुभन्दा खुट्टाले जाँदाखेरि छिटो पुग्छौँ भन्ठानेर गाडी छोड्यौँ। डेडी अलि अगाडि, भाउजू मम्मी, अनि त्यसपछि म पछि डेडीले बाटो देखाउँदै मैले पछि मान्छे छुटेको मान्छे धकल्दै। हाम्रो यात्रा यस्तै चलिरहेछ, रमाइलो भइरहेछ। म सबै कुराको समग्र रिभ्यू लास्टमा दिन्छु। किप वाचिङ। फाइनल्ली घर आइयो, आउँदाखेरि 8:30 भयो। एभ्रिथिङ वाज गुड, सब कुरा एकदम राम्रो थियो। नानी घर आएपछि खुसी भएर उफ्रिँदैछिन्। अब यहाँ उनले खेल्न पाउने ठाउँ छ क्या, राम्रो इनफ, त्यही भएर नानी खुसी हुँदैछिन्। सबै कुरा राम्रो। सबभन्दा बेस्ट आजको यात्रामा चाहिँ मन्दिरको दर्शन त भइहाल्यो, त्यो कुरा भइहाल्यो। त्यो बाहेक सबभन्दा बेस्ट कुरा भनेको हामी जाँदाखेरिको जुन बस थियो, मेरो लागि चाहिँ ट्राभलिङकोमा सबभन्दा बेस्ट भयो। इन्डिया ट्राभलिङकोमा अहिलेसम्मको सबभन्दा बेस्ट भयो। तर एउटा लास्ट एउटा कमेन्ट, जति जेसुकै होस्, मलाई त्यो नेपालको सुनौली बाटो कटेर नेपाल छिरेपछि त नेपालको हावामा आएपछि त्यो आफ्नै हावा जस्तो महसुस भइरहेको थियो। अनि खानेकुरा इन्डियामा मान्छेहरूले थुप्रै भेराइटी पाइन्छ, जे पाइन्छ भनेको भए पनि मैले नखाएर मलाई थाहा नभएर हुनसक्छ, तर मैले जे खाएको छु राम्रैमा पनि गएर खायौँ भर्खरै अलि अस्ति त्यो लखनऊको अर्मानिया भन्नेमा गएर पनि। तर नेपालको त्यो मसलाको टेस्ट, नेपालको जुन ठिक्क हामीलाई बानी परेको चिज छ नि, त्यो चाहिँ पाएको छैन मैले। हाम्रो अथेन्टिक नेपाली भनेको जस्तो सुकै होस्, गुन्द्रुक मात्रै भए पनि मिठो फिल हुन्छ। उताको पनि नराम्रो भन्न खोजेको होइन, तर त्यो हामीलाई बानी नपरेको भएर होला। बेस्ट चाहिँ नेपालकै, तर पनि एक्सप्लोर त गर्नु पऱ्यो, घुम्न पऱ्यो, खान पऱ्यो, थाहा पाउनु पऱ्यो। थ्याङ्क यू फर वाचिङ। एक्सपिरियन्स राम्रो भयो। गोरखनाथ मन्दिर जानको लागि कस्ट के लाग्यो मैले नभनेको भए पनि म भिडियोमा इन्क्लुड गरिदिन्छु। ल, हेर्नुभएकोमा धन्यवाद। आज हनुमान जयन्ती हो, हामीले त्यसको भण्डारामा पस्ने अवसर पनि पायौँ। सुनौलीमा आएर त्यहाँ प्रसाद बाँडेको रहेछ, खायौँ। यस्तो मिठो लाग्यो त्यो तरकारी। हनुमान जयन्तीको अब भिडियो आउँदाखेरि त ढिलो हुन्छ। सबैलाई शुभकामना। थ्याङ्क यू।